सोच्नुस् त, तपाईको WhatsAppले तपाईको लागि काम गर्न थाल्यो भने कस्तो होला? मतलब ग्राहकहरूसँग आफै कुरा गर्ने अनि व्यापार पनि ल्याउने। आज हामी यस्तै एउटा गजबको गेम चेन्जर समाधानको बारेमा कुरा गर्दैछौं, जसले यो सबै कुरालाई सम्भव बनाउँछ। ल, यो नम्बरलाई एकछिन ध्यान दिएर हेर्नुस्। 85.3 करोड। यो कुनै सामान्य तथ्याङ्क मात्र होइन, यो त भारतमा WhatsApp चलाउने मानिसहरूको संख्या हो। सोच्नुस् त, कति ठूलो बजार। तपाईका लगभग सबै ग्राहकहरू यही छन्। तर अचम्मको कुरा, धेरैजसो व्यवसायहरूले यसको वास्तविक शक्तिलाई अझैसम्म छुनै सकेका छैनन्। आखिर यो नम्बरको मतलब के हो त? सिधा भन्नुपर्दा WhatsApp आजको दिनमा ग्राहकहरूसँग जोडिने सबैभन्दा शक्तिशाली माध्यम हो। आजकल मान्छेहरूलाई इमेल पठाउन वा फोनमा कुरा गर्न भन्दा WhatsAppमा च्याट गरेरै सोधपुछ गर्न, जानकारी लिन अनि किन्ने नकिन्ने निर्णय गर्न सजिलो लाग्छ। तर यहाँ एउटा ठूलो तर आइपुग्छ। यस्तो अटोमेटिक च्याट सिस्टम बनाउन त परम्परागत रूपमा निकै झन्झटिलो र महँगो मानिन्छ, होइन त? तर सोच्नुस् त, यदि यो अब त्यस्तो रहेन भने नि के हुन्छ यदि यो सबैको पहुँचमा आयो भने? धेरै जसो व्यवसायहरूले सामना गर्ने पहिलो र सबैभन्दा ठूलो बाधा भनेकै मेटाको आधिकारिक एपीआई हो। यो शक्तिशाली त छ, तर यसमा केही यस्ता समस्याहरू छन् जसले गर्दा साना र मझौला व्यवसायहरूलाई अगाडि बढ्न गाह्रो हुन्छ। ल आउनुहोस्, यी दुई तरिकामा के फरक छ हेरौँ त। एकातिर छ आधिकारिक बाटो, जहाँ खर्च र झन्झट दुवैले आकाश छुन्छ अनि तपाईले नयाँ फोन नम्बर लिनै पर्ने बाध्यता हुन्छ। तर अर्कोतिर एउटा स्मार्ट बाटो पनि छ, जहाँ खर्च एकदमै कम छ, प्रक्रिया एकदमै सरल छ र सबैभन्दा ठूलो फाइदा, तपाईले आफ्नै पुरानो WhatsApp नम्बर प्रयोग गर्न सक्नुहुन्छ। त्यसो भए यो सरल र स्मार्ट बाटो आखिर हो चाहिँ के? खासमा यो शक्तिशाली ओपन सोर्स टुल्सहरूको एउटा गजबको संयोजन हो। यसले टेक्नोलोजीको दुनियाँमा सबैलाई एउटै मैदानमा ल्याइदिन्छ, जहाँ एउटा सानो स्टार्टअपले पनि ठ्याक्कै ठूला कम्पनीहरूले जस्तै ग्राहक सेवा दिन सक्छ। यो पूरा सिस्टमलाई एउटा टिमको रूपमा सोचौं न। पहिलो खेलाडी हो इभोल्युसन एपीआई। यसले तपाईको WhatsApp नम्बर र सिस्टमलाई जोड्ने पुलको काम गर्छ। त्यसपछि आउँछ N8N। यो चाहिँ यो अपरेसनको दिमाग वा कन्ट्रोल रुम हो, जहाँ कोड नलेखी सबै नियमहरू बनाइन्छ। र यी दुईलाई जोड्न वेब हुकले एउटा मेसेन्जरको रूपमा काम गर्छ, जसले मेसेजहरू यताउता पुर्याइरहन्छ। यो पुरै प्रक्रियालाई केवल 3वटा सजिलो स्टेपमा पूरा गर्न सकिन्छ। पहिलो, एपीआईलाई सेटअप गर्ने। दोस्रो, आफ्नो WhatsApp नम्बर लिङ्क गर्ने। र तेस्रो, यसलाई N8N मतलब एजेन्टको दिमागसँग जोडिदिने। पहिलो स्टेप हो एपीआईलाई सेटअप गर्ने। यसको लागि क्लाउड स्टेशन जस्ता सेवाहरू प्रयोग गर्न सकिन्छ। र सबैभन्दा राम्रो कुरा के थाहा छ? सुरुमै पैसा तिर्नु पर्दैन। 7 दिनको फ्री ट्रायलले तपाईलाई कुनै पनि रिस्क बिना यो सिस्टम कस्तो रहेछ भनेर मजाले जाँच्ने मौका दिन्छ। एपीआई सेटअप भइसकेपछि प्रक्रिया त सोचे भन्दा पनि कति सजिलो छ। तपाईले WhatsApp वेब चलाउन जसरी क्यूआर कोड स्क्यान गर्नुहुन्छ नि, ठ्याक्कै त्यसरी नै आफ्नो नम्बरलाई यो सिस्टमसँग जोड्न सक्नुहुन्छ। त्यो आधिकारिक एपीआईको झन्झटिलो प्रक्रिया भन्दा यो त कैयौं गुणा सजिलो भयो नि। ल, अब अगाडि बढौं र हेरौं कि यो एजेन्ट कसरी यति बुद्धिमान बन्छ र कुराकानी गर्न सक्ने हुन्छ। यो सबै जादु चाहिँ N8N नामको टुलमा हुन्छ। NN वर्कफ्लोलाई एउटा डिजिटल व्हाइट बोर्ड जस्तो सम्झिनुस् न। यहाँ तपाईले एक लाइन पनि कोड लेख्नु पर्दैन, बरु ब्लकहरूलाई तानेर र जोडेरै एजेन्टले के गर्नेछ भनेर एउटा फ्लोचार्ट बनाइन्छ। यसको मतलब जो कोहीले पनि सजिलै शक्तिशाली अटोमेसन बनाउन सक्छ। तर त्यो बुद्धिमत्ता आउँछ चाहिँ कहाँबाट? यो आउँछ N8N को फ्लोचार्टलाई ओपन एआई जस्ता शक्तिशाली एआई मोडेलहरूसँग जोडेर। हो, यही एआईले गर्दा एजेन्टले सामान्य प्रश्नहरू मात्र बुझ्दैन, बरु एक मानिसले जस्तै कुराकानीको पूरा सन्दर्भ बुझेर सान्दर्भिक जवाफ दिन सक्छ। र यसलाई अझै स्मार्ट बनाउन यसमा मेमोरी पनि थप्न सकिन्छ। ग्राहकको फोन नम्बरलाई एउटा युनिक आइडीको रूपमा प्रयोग गरेर एजेन्टले पुरानो कुराकानीहरू याद राख्छ। यसको मतलब के भयो भने ग्राहकले हरेक पटक आफू को हो भनेर भन्नु पर्दैन र एजेन्टले कुराकानीको सन्दर्भ कहिल्यै बिर्सिदैन। सिद्धान्तमा त यो सबै कुरा सुन्दा एकदम राम्रो लाग्छ, तर के यसले साँच्चै काम गर्छ त? ल, अब एउटा वास्तविक डेमो नै हेरौँ न, जहाँ एक प्रयोगकर्ताले फोटोग्राफी सेसनको बारेमा सोधपुछ गर्दैछ।
कुराकानी एउटा सामान्य ग्राहकको प्रश्नबाट सुरु हुन्छ। प्रयोगकर्ताले व्यक्तिगत सेसनको लागि मूल्य कति हो भनेर सोध्छन्। र हेर्नुहोस्, एजेन्टले एकैछिनमा आफ्नो डेटाबेसबाट सही जानकारी निकालेर जवाफ दिन्छ। स्टार्टअप प्याकेजको मूल्य 1350 रुपियाँ हो। न कुनै ढिलाइ न कुनै गल्ती, एकदमै छिटो। अब प्रयोगकर्ताले अर्को प्रश्न सोध्छन् जसको लागि डाटा चेक गर्नुपर्ने हुन्छ। उनीहरूले अक्टोबर 5 मा समय खाली छ कि छैन भनेर सोध्छन्। यहाँनिर हेर्नुहोस् है, एजेन्टले क्यालेन्डर हेरेर जवाफ मात्र दिँदैन, यसले त बिक्री गर्ने अवसर पनि देख्छ। मिति खाली छ भनेर पुष्टि गर्दै सिधै प्रयोगकर्तालाई बुकिङ गर्न सोधिहाल्छ। यो केवल जवाफ मात्र होइन, यो त व्यापार बढाउने एक कदम हो। र अन्त्यमा एजेन्टले प्रयोगकर्ताबाट नाम र इमेल जस्ता आवश्यक जानकारीहरू लिएर बुकिङको प्रक्रिया आफै पूरा गरिदिन्छ। यो सबै अटोमेटिक हुन्छ, कुनै पनि मान्छेको हस्तक्षेप बिना। त्यसो भए आजको छलफलबाट हामीले सिकेका मुख्य कुराहरू के हुन् त? पहिलो, आफ्नै वाट्सएप नम्बरमा कुराकानीलाई अटोमेट गर्न सकिन्छ। दोस्रो, मेटा एपीआईको महँगो र झन्झटिलो बाटोबाट बच्न सकिन्छ। तेस्रो, कोड नलेखिकन भिजुअली शक्तिशाली सिस्टम बनाउन सकिन्छ। र चौथो, यो सबै कुरा 7 दिनको फ्री ट्रायलबाट सुरु गर्न सकिन्छ। यो प्रविधिले व्यवसायहरूका लागि नयाँ सम्भावनाको ढोका नै खोलिदिएको छ। ग्राहकहरू त पहिलेदेखि नै वाट्सएपमा छन्। अब प्रश्न यो हो कि के व्यवसायहरू उनीहरूसँग यो नयाँ र शक्तिशाली तरिकाले कुरा गर्न तयार छन् त?